भयो अवकल हामीबाट टाढा। तर भेट मेरो हजुरसँग आज पनि भइरहेछ। सम्झनामा हजुरका बोली वचनमा हजुरका ती माया र सम्झैमा हजुरले भनेका शब्दहरू अझै पनि मनभित्र झन्झन गुन्जिरहेका छन्। सोच्दासम्म पनि विश्वास मान्न गाह्रो हुन्छ कि हजुर अब यो संसारमा हुनुहुन्न। तर हजुरका ती मिठा सम्झाइहरू माया भरिका कुराहरू म जीवनभर बिर्सन सक्दिन अङ्कल। कतिपल्ट आफूलाई सम्झाउँछु कान्छा व्यवहार मैले बिगारे तर आफ्नालाई कहिल्यै मारिन। हजुरको यही वाक्य आज पनि मनभित्र घन्किरहेछ। हजुरले व्यवहारको गल्ती बुझेर आफूलाई माया गर्नु भएको सम्झिँदा आँखा रसाउँछ, मन भत्किन्छ। हजुरले एक दिन भन्नु भएको थियो मैले ढिला गरे राम्रो बाटो पछ्याउन। मेरो समय त्यस्तै थियो। तिमीहरूले मलाई देखेर सिक्नु पर्छ सधैँ राम्रो गर्नु। विदेशमै भए पनि कहिले काहीँ फोन गरिरहनु। मसँग तिमीहरूको बोधिम छैन, म्यासेन्जरबाटै कल गरे हुन्छ। दसैँ तिहारमा हजुरकै म्यासेन्जरमा भएको हाम्रो अन्तिम कुरा त्यही नै रहेछ। हाम्रो अन्तिम आवाज, हाम्रो अन्तिम सम्झना। आज त्यो क्षण सम्झिँदा मन भाँचिन्छ आँसु हामीले। यिनै रहेछन् हजुरका अन्तिम कुराहरू आज फुपू दिदीहरूको लागि। एउटा माइती ढलेको छ दाजुभाइहरूको लागि। एउटा बलियो खम्बा भत्किएको छ। घरको आँगनदेखि हृदयसम्म सबैलाई सम्हालेर राख्ने हात आज हाम्रो बिचमा छैन। यही पीडा, यही रिक्तता शब्दले भन्दा धेरै मनले बोकिरहेको छ। हजुरलाई वैकुण्ठवास होस्। हजुरका सम्झनामा, हजुरका बोली वचनमा हजुर सदैव अमर रहिरहनुहोस्। जय होस् स्वर्गीय अङ्कल दीपक भुर्तेलको सम्झना भती शम्भु भुर्तेलको शब्द रयाईको सहयोगमा अङ्कल नाति समर्पित यो गीत सुनेर प्रतिक्रिया दिनुहोस्।